नमस्ते साथीहरू। आज चाहिँ म तपाईहरुको लागि एउटा सानो जानकारीमूलक सामग्री लिएर आएको छु। र आजको सामग्री चाहिँ युट्युब सुरु गर्ने तरिका म यसमा सिकाउन गइरहेको छु अथवा भन्न गइरहेको छु। यो चाहिँ बिगिनर्सहरुको लागि एकदमै काम लाग्ने छ र भिडियोलाई म सुरु गर्न चाहन्छु। सबैभन्दा सुरुमा युट्युब को च्यानल खोल्नु पर्ने हुन्छ तपाईले र च्यानल खोल्नको लागि कसरी बनाउने भन्नको लागि चाहिँ तपाईसँग सुरुमा जीमेल को एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। जीमेल एकाउन्ट क्रिएट गरिसकेपछि तपाईले युट्युबमा गएर युट्युबमा आफ्नो च्यानल त्यही जीमेल एकाउन्टबाट च्यानल खोल्न सक्नुहुनेछ र च्यानल खोलिसकेपछि त्यहाँ प्रोफाइल पिक्चर राख्नुस् भनेर भन्छ। आफ्नो प्रोफाइल पिक्चर अब के नामको च्यानल पाउनु भएछ त्यो अनुसारको आफ्नो प्रोफाइलको पिक्चर राख्नु होला र त्यो राखिसकेपछि क्रिएट च्यानल भन्ने अप्सन आउँछ। क्रिएट च्यानलमा तपाईहरुले थिच्नु पर्ने हुन्छ र क्रिएट च्यानलमा थिचिसकेपछि तपाईको नाम के राख्नुहुन्छ च्यानलको त्यो नाम राखेर तपाईको च्यानल बन्छ। र च्यानल बनाइसकेपछि अब तपाईसँग एउटा अब भिडियोहरु बनाएर पोस्ट गर्नको लागि एउटा मोबाइलको आवश्यक हुन्छ। त्यो तपाईसँग भइ नै हाल्छ। इन्टरनेट चाहियो हैन, इन्टरनेट बिना हुँदैन, अलि स्पिड चल्ने इन्टरनेट चाहिन्छ। भिडियोहरु फास्ट अपलोड गर्नुपर्ने हुन सक्छ हैन। र तपाईलाई के विषयमा आफूले भिडियो बनाउन गइरहेको छु त्यो बारेमा आफू अलिक कन्फिडेन्स हुनुपर्ने हुन्छ। र मोबाइल भइसकेपछि त्यही मोबाइलले तपाईहरुले भिडियो बनाउन सकिहाल्नुहुन्छ हैन। भिडियो बनाउँदाखेरि अब आवाजहरु प्रष्ट आउने गरी आफ्नो भिडियो बनाउनु होला। र अब भिडियो त बनाउने त्यसलाई एडिटिङ गरेर पोस्ट गर्नको लागि चाहिँ कहाँबाट गर्ने होला, कसरी गर्ने होला भन्ने विषयमा पनि कन्फ्युजन हुन सक्छ। बिगिनर्सहरुको लागि चाहिँ अब बनाइराख्नेहरुलाई त थाहा हुन्छ हैन। म पनि नयाँ छु। मैले हिजोको अर्को भिडियो पनि बनाएको थिएँ। म पनि भर्खरै सिक्दै सिकाउन पनि चाहन्छु। मन पर्यो भने तपाईले भिडियो पुरै हेर्नु होला हैन। त्यसको लागि हामीलाई भिडियो एडिटिङ गरेर पोस्ट गर्नको लागि चाहिँ हामीले क्यापकट, इनसर्ट लाई चाहिँ प्रयोग गर्न सक्छौं र त्यसलाई नचाहिने कुराहरु क्यापकट, इनसर्टहरुबाट चाहिँ क्रप गर्न अथवा त्यसलाई हटाउन, जोड्न त्यसले मद्दत गर्नेछ। अब भिडियो तपाईको तयार भयो र त्यसलाई अपलोड कसरी गर्ने भन्ने विषयमा चाहिँ युट्युब खोल्नुस् है। आफ्नो च्यानल कुनबाट खोल्नु भएको छ, कुन जीमेलबाट खोल्नु छ त्यसै अनुसारले युट्युब खोल्नुस्। त्यहाँ प्लसको एउटा अप्सन हुन्छ, प्लसमा थिच्नुस् र प्लसमा थिचिसकेपछि तपाईले भिडियो ग्यालरीबाट भिडियो सिलेक्सन गर्न पाउनुहुनेछ। र आफूले बनाएको भिडियो त्यसमा सिलेक्सन गर्नु होला र त्यो सिलेक्सन गरिसकेपछि भिडियोको टाइटल राख्नुस्। डिस्क्रिप्सन लेख्ने ठाउँ हुन्छ, त्यो डिस्क्रिप्सन लेख्नुस्। थम्बनेल बनाउनु भएको छ भने तपाईले थम्बनेल पनि आफ्नो हाल्न सक्नुहुन्छ र त्यसलाई पब्लिशमा थिच्नुभयो, पब्लिशमा राखेर ओके थिच्नुभयो अथवा पोस्ट गर्नुभयो भने त्यो भिडियो पब्लिश हुन्छ। सुरुमा अनलिस्टेडमा अपलोड गरेर युट्युब स्टुडियोबाट पनि तपाईले पोस्ट गर्न सक्नुहुन्छ हैन। अब तपाईको सुरुमा त हेर्नु सब्स्क्राइबर हुँदैन है, सब्स्क्राइबर हुँदैन, कसले हेर्छ होला मेरो भिडियो भन्ने पनि लाग्न सक्छ। त्यसको लागि डराउनु पर्दैन। तपाईले कन्टिन्यू आफ्नो भिडियोहरु के विषयमा बनाउनु भएछ त्यो बनाउँदै तपाईले पोस्ट गर्दै जानुपर्ने हुन्छ। अरूको भिडियोहरु कपी नगर्नु होला हैन, आफ्नै बनाउँदै जानुहोस्, सिक्दै जानुहोस्। बिस्तारै सिक्दै गइन्छ, भिडियो चाहिँ हाल्दै जानु होला हैन। त्यसो गरिसकेपछि तपाईको आज एउटा दुईटा भ्युज आउँछ, भोलि एउटा दुईटा आउँछ, बिस्तारै बढ्दै जान्छ है। त्यसले गर्दाखेरि तपाईले नडराइकन आफूले कन्फिडेन्स भएर भिडियो बनाउन थाल्नु भयो भने तपाईको च्यानल पनि चल्न थाल्छ। र यही थियो अहिलेको आजको लागि चाहिँ मैले खासमा भिडियो च्यानल कसरी क्रिएट गर्ने भन्ने विषयमा यो भिडियो बनाएको थिएँ। सँगसँगै अलिअलि मैले भिडियोहरु अपलोड गर्ने पनि टिप्स दिएको छु। मन पर्यो तपाईलाई यो कुराहरु, मैले भनेको कुराहरु, आइडिया तपाईलाई मन पर्यो, ठिक लाग्यो भनेदेखि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यो भिडियोलाई लाइक, कमेन्ट, शेयर पनि गरिदिन सक्नुहुनेछ भन्दै
फेरि पनि अरू यस्तै जानकारीमूलक भिडियोहरू म लिएर आउनेछु। आजको लागि चाहिँ यो भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू। हस्त नमस्ते।